अबदेखि हामी मान्दैनौँ भन्न खोज्नु भएको के हो? मैले त्यो कुरा बुझिनँ। तपाईँले मानेर के हुन्छ, नमानेर के हुन्छ है? हाम्रो बोल्न पाउने अधिकार हो, हामी बोल्छौँ। अबदेखि सभा हुँदै म सुन्नेवाला छैन है, धेरै अति भइसक्यो। दिनदिनै लिमिटेसन त दिनुहोस्। भर्खरै सत्तापक्षको माननीयज्यूले जे खालको अभिव्यक्ति दिनुभयो त्यो सरासर गलत छ। यो सदन भनेको कसैको पेवा होइन। यहाँ विभिन्न कुराहरू उठ्छन्, आफूले सुन्न चाहेको कुरा मात्रै उठ्छ भन्ने छैन। अब कुन चाहिँ नेताले कहिले के भ्रष्टाचार गरेको हो त्यो कुरा तपाईँहरूको सरकार छ, खोलेर दोषी उप कारवाही गर्नु। र अबदेखि हामी मान्दैनौँ भन्न खोज्नु भएको के हो? मैले त्यो कुरा बुझिनँ। तपाईँले मानेर के हुन्छ, नमानेर के हुन्छ है? हाम्रो बोल्न पाउने अधिकार हो, हामी बोल्छौँ। तपाईँ पनि तपाईँको चाहिँ सार्वभौम जनताले चुनेको मान्छे, हामी पनि सार्वभौम जनताले चुनेको मान्छे। बोलौँ न, यहाँ मूल्याङ्कन गरिरहेछ जनताले, कसले के बोल्दैछ, बोलेको कुरा पुरा छ कि छैन भन्ने कुरा। यस्ता खालको अभिव्यक्ति आउँदा दिनमा नहोस् र उहाँले दिनुभएको त्यो खालको धम्कीपूर्ण अभिव्यक्तिलाई चाहिँ रेकर्डबाट हटाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु।